그게 뭐예요? यो चाहिँ को यो भनेको कर्ण हो यो भनेको अर्जुन हो कर्ण र अर्जुन दुईटा दुईटै शक्तिशाली हो नि त अनि यताबाट न्यान्छ अनि बुढो हुन्छ क्या अर्जुन चाहिँ कसको छोरा अर्जुन भनेको कुन्तीको छोरा होइन इन्द्रको क्या इन्द्रलाई नमस्ते आउनुहोस् इन्द्रदेव हजुर भनेर होइन आउनुहोस् इन्द्रदेव के अरे मलाई सन्तान प्राप्त गर्नु छ हजुर जस्तै तेजस्वी तेजिलो ऊर्जावान भनेर अनि भएको क्या अनि अर्जुन त बलवान चाहिँ होइन बलवान भनेको भीम हो क्या ए भीम त खोइ कतिवटा हात्तीको अर्जुन भनेको धनुधारी क्या हान्ने अर्जुन भीम भनेको चाहिँ गदावाला महाभारत हेरेको छैन तपाईँले थाहा होइन हेरेको पनि पढेको पनि किताब पढ्न चाहिँ कहाँ पढ्यो महाभारत किताब मैले त हेरेको 1000 चोटि भइसक्यो भन्छ अनि भीमलाई सबै भीष्म पितामहलाई तिरैतिरले हानेको हुन्छ अनि अघि चाहिँ विभीषण भने होइन कहाँबाट विभीषण महाभारतमा विभीषण आउँछ तर मैले कहीँ सुनेको हो क्या कहाँ सुनेको विभीषण रामायणमा हो विभीषण भनेको चाहिँ रावणको भाइ हो क्या अनि रामलाई चाहिँ होस् मिलेर रामसँग मिलेर ऊ चाहिँ सत्यको पक्षमा लागेर रामको भाइ विभीषण रामको भाइ लक्ष्मण हो विभीषण चाहिँ को विभीषण भनेको रावणको भाइ हो अनि त्यस पछाडि रावणको पट्टि लाग्यो भनेर अनि रावणले राज्य निकाला गरेको होला पछि अनि पछि लाग्यो भनेर होइन अनि त्यसपछि अनि उयो भयो अनि पछि रावण मरेपछि त्यसलाई राज्य अभिषेक गर्यो क्या कस्तो खानु पनि दिँदैन भयो अब के छ त्यही त अनि अर्जुनले अर्जुन धारामा झापाको अर्जुन धारामा तिनीहरू नेपाल पनि आएको थियो होला नि अघि त विराटनगर भन्दै थियो तिनीहरूले अज्ञातवास विराटनगरमा गएको अरे विराट राजा हो विराटनगर भनेको त हाम्रै ठाउँको विराटनगर होला नि अनि के भएको यस्तो हो नि त के अरे पहिला पो के अरे अहिले पो नेपाल भयो त पहिला त नेपाल भनेको त काठमाडौँ मात्रै हो अरू त सबै राज्य हो यो त फेरि भगवानकै पालामा कता नेपाल नेपाल भन्ने थिएन नै होला कता नेपाल कता के भगवानकै पाला सकेको थिएन नि अन्त नि भारतै भन्थ्यो होला नि त्यति बेला भारतमा नेपाल केही थिएन होला नि के जान्नु हो कि त्यही भएर त महाभारत भनेको त ए अन्त नि साँच्ची भारत नभए महाभारत कसरी भयो फेरि भारत थियो ए भारत थियो भनेपछि खोइ भनेपछि त भगवानकै पालामा भारत रहेछ त नि नेपाल चाहिँ थियो कि थिएन थियो तर नामाङ्करण भएको थिएन होला यस्तो हो नेपाल भनेपछि त्यो यस्तो थियो क्या पृथ्वीनारायण शाहले त यत्रो ठुलो नेपाल बनाएन नत्र भने नेपालमा 3टा जिल्ला हो नेपाल वरिपरि घुम्नु दिनभरिमा घुमिसकिन्थ्यो होला घोडामा नेपाल यतिको सानो कान्तिपुर पाटन भक्तपुर यति हो 3टा राज्य के अरे काठमाडौँ नेपालको यत्रो छ 3टा राज्य अरे म त स्कुटरमा सर राउन्ड लाग्यो भने नि एकैछिनमा घुमिसकिन्छ यो नेपाल कति भयो 5:42 भयो 5:42 भयो हौ 5:15 भएको जस्तो लाग्छ हुँदैन त समय जान समय एकैछिनमा